हेलो नमस्कार अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू सबैजनामा 10 औँला जोडेर नमस्कार गर्न चाहे र हजुरले सही भिडियो पाउनु भएको छ हजुरको स्क्रिनमा। म चाहिँ आज केही हेल्पफुल भिडियो लिएर आएको छु हजुरहरु सामु। कृपया भिडियो मन पर्छ भने सब्स्क्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला र शेयर पनि गरिदिनु होला ताकि यो भिडियो तपाईको साथी आफन्त इष्टमित्रहरुसँग पुगोस्। आज म अरबी केही भाषाहरु हजुरहरु सामु राख्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। तपाई नेपाल होस् या गल्फ कन्ट्री जहाँसुकै भए पनि यो भिडियोले हजुरलाई हेल्पफुल हुनेछ आई होप। त्यसैगरी अब भिडियो सुरु गर्न चाहन्छु। हजुर चाहे गल्फ कन्ट्रीमा साउदी, दुबई, कतार, ओमान जहाँ पनि नयाँ हुनुहुन्छ या पुरानो हुनुहुन्छ पक्कै पनि यो भिडियोले हजुरलाई केही न केही हेल्प हुन सक्छ। त्यही भएर ध्यान दिएर सुनिदिनु होला यो भिडियोलाई। सुरु गर्न चाहे अब नर्मल्ली हामीले अब बोलिरहँदाखेरि अब ताल, रो, नुम, गुम यो भनेको नर्मल्ली हो। अब बेसिक अब हाम्रो जीवनमा अब दैनिक भइरहने कुराहरु हो। अब ताल भनेको आऊ, रो भनेको जाऊ, हैन सौई भनेको गर, यस्तोहरु हुन्छ। तर म अलि सेन्टेन्समा भन्न चाहन्छु तपाईहरुले। पक्कै पनि यो भिडियो तपाईहरुको लागि फाइदाजनक हुनेछ। त्यही भएर अब तपाई या होटल लाइनमा काम गर्नुहुन्छ, बाहिर जहाँ पनि काम गर्नुहुन्छ, तपाईहरुले कस्टमरसँग बात गर्नु पर्यो भने कस्टमर आउँछ अस्सलाम वालेकुम भन्दै आउँछ, हजुरले भन्नुस् वालेकुम सलाम भन्नुस्। अनि उले सोध्छ के फालक अल्हम्दुलिल्लाह अथवा कोइस मिया मिया यस्तो भन्न सक्नुहुन्छ हजुरले। तर सबभन्दा बेस्ट भनेको अल्हम्दुलिल्लाह के फालक त भनिदिनुस् तपाईले। म ठीक छु, तपाईले कस्तो छ यस्तै भनिदिनुस्। र कामको कुरा गरिराख्दाखेरि अब हाम्रो बोसहरु हुन्छ, एचआर म्यानेजर, सुपरभाइजरहरु हुन्छ। अब बोसहरुसँग कुरा गर्दा चाहिँ हामीले अब हुन्छ कुराहरु अब कुनै कुराहरु हामीले सिधा तरिकाले भन्दाखेरि नराम्रो सुनिन्छ। तर त्यही कुरालाई अलिकति घुमाएर राम्रो नरम स्वरले भन्ने हो भने त्यो पक्कै पनि राम्रो सुनिन्छ के हैन। त्यो जस्तो लाग्छ। त्यही भएर आफूभन्दा ठुलो बोसहरुसँग कुरा गर्नुपर्ने भने चाहिँ केही कामको बारेमा अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू या माल्लेम अना फी मुस्किला किदा जस्तै अब नमस्कार बोस मेरो यस्तो प्रब्लम छ भन्नलाई चाहिँ अस्सलाम वालेकुम माल्लेम अना फी मुस्किला किदा मुस्किला कदीर यस्तै भन्नुस्। र अरु भन्नको लागि चाहिँ अब तपाईले स्यालेरीको बारेमा कुरा गर्नु पर्यो भने चाहिँ सिधै अना आपको ज्यादा राति मलाई धेरै स्यालेरी चाहियो यसरी डाइरेक्ट रूपमा नभन्नु होला। यसलाई चाहिँ कसरी भन्न सक्नुहुन्छ भने तपाईले मालिस माल्लेम मुमकिन जितली रातिब है सुन्नुस् है त, यसरी भन्नुस् है त। सिधै डाइरेक्ट यसरी नभन्नु कि अनायबको ज्यादा रातिब मलाई धेरै स्यालेरी चाहियो यसरी नभन्नुस्। तपाईले त्यही कुरालाई चाहिँ थोरै मोडिफाई गरेर भन्नुभयो भने पक्कै पनि 100 मा 80% उसको मन पग्लेर अथवा तपाईको बोलीको शैली देखेर उसले स्यालेरी बढाउने सम्भावना चाहिँ 100 मा 80% हुन्छ नै। त्यही भएर स्यालेरी बढाउनुस् भन्नको लागि के भन्नुपर्छ भने मालिस मुमकिन जितली रातिब माल्लेम अथवा शेख यसरी भन्नुस्। पक्कै पनि तपाईको प्रश्नलाई इन्कार गर्ने छैन। केही टाइम लाग्ला तर तपाईको स्यालेरी बढ्ने अथवा पोस्टहरु बढ्ने क्रमलाई चाहिँ उले प्रोसेस गर्छ। यति कुरा चाहिँ तपाई ढुक्क हुनुस्। त्यही भएर अरु अब नर्मल्ली कुराहरु भनेको यस्तै हो। अब यहाँ आज तिमीलाई यो ठाउँबाट अर्को ठाउँमा लाँदैछ इन्त लियोन मार्सुलिना तिम्रो काम आज यहाँ होइन इन्टरो फरातानी अर्को ब्रान्चमा मकानतानी अर्को ठाउँमा लाँदैछ तिमीलाई तमाम यसरी भन्नुस्। अब उले तपाईलाई त्यसरी भन्छ भने एब्शर तमाम तमाम माग मुस्किल एब्शर अलाम यसरी भन्नुस्। हस् हुन्छ हुन्छ अंकल, हस् बोस यसरी भन्नुस्।
सबै कुरो हामी परदेशमा जति पनि छरेर बस्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा एउटै मात्र के जरुरी छ भन्नुहुन्छ भने काम जान्नु मात्र ठुलो कुरो होइन। काम जान्नको लागि फर्स्ट अफ अल ल्याङ्ग्वेज इज अ मोस्ट इम्पोर्टेन्ट भन्छ कि होइन। भाषा राम्रो तपाईँसँग छ भने काम भन्ने कुरो भाषाले त्यत्तिकै आइहाल्छ। तपाईँले कुनै सामानको नामै आउँदैन भने त्यो काम जानेर के गर्नु। कुनै कन्ट्रीमा जानुहुन्छ, तपाईँले अमेरिका जानुहुन्छ अरे तपाईँले इङ्ग्लिस थाहा छैन तर तपाईँको काम सम्बन्धी एक्सपिरियन्स छ भने डोन्ट म्याटर, त्यसमा कुनै पनि म्याटर गर्दैन। त्यही भएर फर्स्ट अफ अल इज ल्याङ्ग्वेज होइन। पहिलो कुरो भनेको तपाईँले भाषा जान्नुपर्छ। भाषा जानिसकेपछि जस्तो सुकै काम आए पनि हजुर डराउनु पर्ने कुरा हुँदैन। पक्कै पनि केही साथ सपोर्टको सूचनामूलक हजुरहरूलाई हेल्पफुलमूलक भिडियो छोटो मिठो भिडियो बनाएको छु। माया गरिदिनु होला र हजुरहरूको लागि पनि साथ हुनेछ। भिडियो मन परे फेरि पनि भन्न चाहन्छु, प्लिज सब्सक्राइब गरिदिनु होला र लाइक अनि सेयर गरिदिनु होला। पक्कै पनि अर्को भिडियोमा भेट हुने नै छु। अहिलेको लागि सलाम अलैकुम, बाई बाई सबैमा।